My YouTube channel. Today we are going to learn LaTeX in 2025. So today is day one. In this day, we will discuss about introduction to LaTeX, why a LaTeX software and overleaf. Uh, it is better to use LaTeX instead of Microsoft Word. In case of Microsoft Word, there is difficult to type different mathematical equations, fractions like this. But in other hand, in LaTeX, we will easily type different mathematical equations as well as different mathematical equations. Why LaTeX? Because this figure shows that do the same thing but different way. That means the work in the MS Word uh, is for simple or whole documents are in English letters only. If there is uh, difficulty, mathematical symbols, equations, etc., then we can use the LaTeX. So the old crow drink water in this way, but the modern crow drink the water in this way. This is the main difference between MS Word and LaTeX. So why LaTeX? Because we can make report in easily, thesis, book, letter, slides, and question paper 2. हामीले ल्याटेकमा डकुमेन्ट कसरी बनाउने? अब हामीलाई चाहिन्छ टाइपिङ सफ्टवेयर। अब यो हाम्रो टाइपिङ सफ्टवेयर भनेको के हुन्छ भन्दा टेक स्टुडियो। हाम्रो एकदम सजिलो भनेको टेक स्टुडियो हुन्छ। अर्को टेक्स्ट वर्क पनि हुन्छ, तर यसमा चाहिँ हामीलाई धेरै सजिलो हुन्छ। त्यसैले अब यसको इन्टरफेस चाहिँ यस्तो हुन्छ। अब हामीले जहिले पनि यो लेफ्ट साइडमा हामीले टाइपिङ गर्ने हो अथवा इनपुट दिने हो, अनि हाम्रो राइट साइडमा चाहिँ के हुन्छ, आउटपुट आउँछ। अनि यसमा हाम्रो के हुन्छ भन्दा फाइल, एडिट टुल्स, ल्याटेक्स, मेन, विजार्ड। यो विजार्ड भन्ने हामीले बेसिक जान्नुपर्छ। यस्तो डिफ्रेन्ट ट्याब्सहरू हुन्छ। अब यो सफ्टवेयरको बारेमा हामीले चलाउँदै जानिहालिन्छ। त्यसैले टेक्स्ट स्टुडियोको इन्टरफेस यस्तो हुन्छ। सुरुमा त हामीले यसमा भित्र काम गर्ने भनेको त मिकटेकले हो। त्यो मिकटेक डाउनलोड गरेपछि हामीले यो चाहिँ हामीले यसमै मिकटेक प्लस यो टेक्स्ट स्टुडियो डाउनलोड गर्नु पर्दछ। तर हामीसँग अब ल्यापटप छैन, तर ल्याटेक्स सिक्न मन लागेको छ भनेपछि हामीले अनलाइन सफ्टवेयर अनलाइन पनि युज गर्न सक्छौँ। त्यो भनेको हाम्रो के हो भन्दा ओभरलिफ हो। ओभरलिफ जस्तो गुगलमा गएर ओभरलिफ हान्यो भने ओभरलिफ हानेर सर्च गर्यो भने हाम्रो यस्तो आउँछ। जस्तो हाम्रो के हुन्छ भन्दा ओभरलिफ सर्च गरेपछि हामीले आफ्नो गुगल एकाउन्टबाट साइन इन गर्नुपर्ने हुन्छ। अनि साइन इन गरेपछि हामीले यसरी न्यू प्रोजेक्ट गराउने भन्छ। यो प्रोजेक्टमा चाहिँ हामीले यसरी यो ब्ल्याङ्क प्रोजेक्ट बनाएर हामीले यसको नाम दिएपछि यो हाम्रो आफ्नो प्रोजेक्ट यसमा बनाउन सकिन्छ। अनि यसरी यो हाम्रो यो लेफ्ट साइडमा के हुन्छ भन्दा हाम्रो फाइल्सहरू हुन्छ, डिफ्रेन्ट फाइलहरू भयो। यसमा फोल्डर पनि बनाउन मिल्छ। अनि बिचमा हामीले टाइपिङ गर्ने हो अथवा इनपुट दिने हो। त्यसपछि हाम्रो राइट साइडमा चाहिँ आउटपुट हुन्छ। अब यसमा रन गर्ने कसरी भन्दा यो कम्पाइल, रिकम्पाइल भन्ने हुन्छ, अथवा हामीले यसलाई अटो कम्पाइल पनि गराउन सकिन्छ। त्यसैले हाम्रो ल्यापटपै छैन, आफूसँग केही पनि छैन भनेपछि सिम्पली मोबाइल त हामीसँग हुन्छ, इन्टरनेट भइहाल्छ। अनि हामीले अनलाइन युज गरेर हामीले ल्याटेक्स चाहिँ सिक्न सकिन्छ। अहिलेकाले हामी जति पनि स्टुडेन्ट्सहरू भयो, प्लस टू पढ्ने स्टुडेन्ट्सहरू भयो, ब्याचलर पढ्ने स्टुडेन्ट भयो, मास्टर पढ्ने स्टुडेन्ट भयो, पिएचडी स्टुडेन्ट्स, डक्टरल गर्ने स्टुडेन्ट, सबैले हामीले यो टेक स्टुडियो अथवा ल्याटेक्स चाहिँ जानेको हुनुपर्दछ। सो आजलाई हामीले यसको बारेमा डिस्कस गऱ्यौँ। नेक्स्टबाट हामीले यसमा कसरी काम गर्ने, कसरी डकुमेन्ट बनाउने, कसरी फर्मेटिङ गर्ने, कसरी एमएस वर्ड भन्दा यो सजिलो छ, यसले कसरी योसँग कसरी फ्यामिलियर हुने भन्ने कुरा गर्नेछौँ।